यहाँलाई भेटेर यहाँ नानीहरू पनि लगेर जाँदैछु। नानीहरू सँगसँगै म पनि आज ड्युटी पुग्नुपर्ने हुन्छ। यहाँ चाहिँ युक्कु आङ अगाडि यसको दिदी यहाँ भाइ यिनीहरू चाहिँ हाम्रो भविष्यका तारा हुन्। यसरी अहिलेदेखि नै यिनीहरूलाई केयर गर्नुपर्ने हुन्छ। र यी नानीहरू उनीहरूको घर चाहिँ र आज चाहिँ मैले यी नानीहरूलाई यहाँ साइडको छेउमै पर्दा चाहिँ नानीहरूको घर चाहिँ र आज चाहिँ म यी नानीहरूलाई साथसाथमा लिएर जाँदैछु। युक्कु त साह्रो लड्छ त हौ। युक्कु आङ युक्कु त लडिबस्छ त हौ। जुत्ता लामो कि टाउको ठुलो हो? युक्कुले आज स्कुलमा गएर के पढ्छौ? युक्कु ए मात्रै? युक्कुले ए मात्रै पढ्ने आज? ए हात त त्यसो गर्नु हुँदैन भाइ, लड्छ। तल राख्नु गोजीमा लाउनु हेङ्की चाहिँ। आज युक्कुले गएर ए पढ्छ अरे। युक्कुले आज गएर ए पढ्ने हो? ए ल ल ए मात्रै पढ्ने अन्त? हेलो छेवारो भन्नुहोस् न। केरेको भन्नुहोस्। अङ्गा आयन लिम्बू भन्नुहोस् न। आयन लिम्बू भन्नुहोस् न। अङ्गा आयन लिम्बू बिस्तारै हिँड्नुहोस् है। बुङ हुन्छ है। टुडे आई एम गोइङ टु स्कुल भन्नुहोस्। हेलो गाइस आई एम आयन लिम्बू। खै भाइ भन्नुहोस् न। हेलो गाइस आई एम आयन लिम्बू भन्नुहोस् न। आयन लिम्बू। लेट्स गो पिगी भन्नुहोस्। छिटो उसलाई उकालोमा चढ्नु साह्रो पऱ्यो। काका भतिज ड्युटी जाँदैछौँ भन्नुहोस्। ल यहाँ त सजिलो बाटो छ। हिँड्नुहोस् ल लेट्स गो। गुड बोय। ए हिँड्नुहोस्। अहिले अप्ठ्यारो देखेर चाहिँ ब्याग एउटा चौको छ नि। हिँड्नुहोस् न खै अब चढ्नु आँट्नु है। हजुर छिटो रियाना दिदी पनि आउनुभयो हेर्नुहोस् त। सेवारो रियाना दिदी भन्नुहोस्। ल हिँड्नुहोस् उसलाई साह्रो परेर। यहाँ चाहिँ मेरो दाजुको नानी। यहाँ पनि दाजुको नानी हो। आयन लिम्बू। चाहिँ रियाना दिदी हो। काका हत्तु भयो भाइ। काका हत्तु भयो। हेर्नु न भाइ काका हत्तु भयो। मानेन। मामाले चाहिँ कसरी ल्याउनुहुन्छ भाइलाई? मामा त साह्रो पर्छ त। सानो स्टुडेन्ट हो। के गर्दैछ? हरन बजायो गाडीले? कसो गर्यो गाडीले? गयो। खै गुड मर्निङ भाइ। खै सेवारो गर्नुहोस् न छिटो। खै दादालाई गुड मर्निङ भन्नुहोस् न। खै आयन स्कुल पनि पुगिसकेको छौँ। खै मुकुमले युक्कुले हजुर मैला हाल्नुभएको? गुड। भाइको खै गाडी? खै भाइको गाडी हो। ल चढ्नुहोस् त। ल चढ्नुहोस् छिटो।